परिवर्तनेन बाहुसमुद्रगिरिपरिवर्तनेन निर्लिप्तबाहुबलयानादिलोकपालान् निर्भीतबाहुबलयानादिलोकपालान् संचिन्त्य यदेश सतारमसह्यतेज सञ्चित्तयेद ससतारमसह्यतेज शङ्खं च तत्करसरोरुहराजहंसम् शङ्ख च तत्करसरोरुहराजहंसम् बाहुं समन्दरगिरे परिवर्तनेन बाहुसमन्दरगिरिपरिवर्तनेन निर्निक्तबाहुबलयानाधिलोकपालान् निर्निक्तबाहुबलयानादिलोकपालान् संचिन्तयदृशसतारमसह्यतेज सञ्चिन्तयेद्दिशसतारमसह्यतेज शङ्खं च तत्करसरोरुहराजहंसम् शङ्खं च तत्करसरोरुहराजहंसम् बाहुं समन्दरगिरे परिवर्तनेन बाहुं समन्दरगिरिपरिवर्तनेन निर्निक्तबाहुबलयानधिलोकपालान् निर्निक्तबाहुबलयानादिलोकपालान् सतारम् असह्यतेज सञ्चिन्तयेद्दिशसतारमसह्यतेज शङ्खं च तत्करसरोरुहराजहंसम् शङ्खं च तत्करसरोरुहराजहंसम् बाहुं समन्दरगिरिपरिवर्तनेन निर्निक्तबाहुबलयानधिलोकपालान् सञ्चिन्तयेद्दिशसतारमसह्यतेज शङ्खं च तत्करसरोरुहराजहंसम् शङ्खं च तत्करसरोरुहराजहंसम्। धन्यवाद। यसको शब्दार्थ अनुवाद तात्पर्य दिनुभएको छ कृष्ण कृपामूर्ति अभय चरणारविन्द भक्तिवेदान्त स्वामी श्रील प्रभुपादजीद्वारा श्रील प्रभुपाद की जय। यसको शब्दार्थ बाहुन भुजाहरूको च तथा मन्दरगिरे मन्दर पर्वतको परिवर्तनेन परिक्रमाद्वारा निर्निक्ता टल्काइएका बाहुबलयान पाखुराका आभूषणहरू अधिलोकपालन ब्रह्माण्डका नियामकहरूको स्रोत सञ्चिन्तयत् ध्यान गर्नुपर्दछ। दश शतअरम 1000 आराले युक्त सुदर्शन असह्य तेज सहकिलो तेज शङ्खम शङ्ख च पनि तत्कर भगवानको हातमा सरोरुह कमल समान राजहंस तुल्य। त्यसपछि योगीहरूले भगवानका 4 हातहरूको ध्यान गर्नुपर्दछ जो भौतिक प्रकृतिका विविध क्रियाकलापहरूका नियामक देवताहरूका समस्त शक्तिका स्रोत हुन्। त्यसपछि योगीले टल्काइएका आभूषणहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ जो मन्दर पर्वतको परिक्रमाद्वारा रगडिएका छन्। साथै उसले आरा तथा असह्य तेजले युक्त एवं कमल तुल्य हातमा राजहंस तुल्य देखिने शङ्खको पनि ध्यान गर्नुपर्दछ। यसको तात्पर्य भगवानको पाखुराबाट विधि विधानका सम्पूर्ण विभागहरू उत्पन्न भएका छन्। ब्रह्माण्डका विधि विधानहरू विविध देवताहरूद्वारा निर्देशित छन्। यहाँ यी सबै भगवानका पाखुराबाट उत्पन्न भएका हुन् भनिएको छ। यहाँ मन्दर पर्वतको उल्लेख गरिएको छ किनकि जब एकतिरबाट देवतागण तथा अर्कातिरबाट राक्षसगणद्वारा समुद्र मन्थन गरिएको थियो, मन्दर पर्वतलाई
मदानीको रूपमा प्रयोग गरिएको थियो। भगवान आफ्नो पूर्व अवतारमा उक्त मदानीको आधारशिला बन्नुभएको थियो र यस प्रकार उहाँको आभूषणहरू मन्दर पर्वतका घुमाइद्वारा रगडिएका थिए। अर्को शब्दमा भन्नुपर्दा भगवानका पाखुरामा स्थित आभूषणहरू हालसालै टल्काइएका झैँ देखिने गरी अत्यन्त भव्य एवं कान्तिमान थिए। भगवानको हातको चक्रलाई सुदर्शन चक्र भनिन्छ। सुदर्शन चक्र भनिन्छ, जसका 1000 आराहरू छन्। कति आराहरू छन्? 1000 आराहरू। योगीलाई ती प्रत्येक आराहरूको ध्यान गर्ने सल्लाह दिएको छ। उसले भगवानका दिव्य रूपको प्रत्येक खण्डको ध्यान गर्नुपर्दछ। ग्रन्थराज श्रीमद्भागवत श्लोको पाठ की ओम ज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूप कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरो श्रीयुतपदकमलं श्रीगुरुन् वैष्णवांस श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवम् साद्वैतं सावधूतं परिजनसहितं श्रीकृष्णचैतन्यदेवं श्रीराधाकृष्णपादान् सहगण ललिता श्रीविशाखान्वितांस। हे कृष्ण करुणा सिन्धु दीनबन्धो जगत्पते गोपेश गोपिकान्त राधाकान्त नमोस्तुते। तप्तकाञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिया। वंशाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्यैव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनिति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्यदेशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौरभक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण। हजुर सबैलाई स्वागत छ आजको प्रातःकालीन श्रीमद् भागवतम कक्षामा। त आजको प्रसङ्ग निरन्तर भगवानको ध्यानको क्रममा आज भगवानको हस्त होइन, जुन हस्तकमल छन् होइन, चतुर्भुज स्वयं भगवान विष्णु नारायणको जुन चतुर्भुज भगवानको चाहिँ यहाँ वर्णन गरिँदैछ होइन। भगवानको हातहरू हस्तहरू जस्तो कि स्वयं भगवान राम अथवा कृष्ण होइन, 2 कर कमलले सजिनु भएको छ। त्यस्तै गरिकन विष्णु अर्थात् नारायण होइन, चतुर्भुजमा सजिनु भएको छ होइन। त यसरी भगवानको चाहिँ विभिन्न रूपले के हुनु छ होइन हुन्छ। त भगवानको अर्को जस्तो कि चैतन्य महाप्रभुको रूपमा आउँदाखेरि चैतन्य महाप्रभुले षड्भुज होइन, 6वटा हातहरू चाहिँ प्रदर्शन गर्नुभएको थियो। त्यो चाहिँ के 2वटा स्वयं होइन भगवान श्रीकृष्णको र बाँकी 4वटा चाहिँ कसको होइन, स्वयं नारायणको। त्यसरी होइन कृष्ण पनि मै हो, राम पनि मै हो, अनि नारायण पनि मै हो भनेर चाहिँ चैतन्य महाप्रभुले त्यो लीला पनि गर्नुभएको छ होइन। भगवानको हस्तकमलको बारेमा यसरी वर्णन गरिँदैछ। अनि विशेष गरी अनि त्यसपछि अरू यहाँ के बताइन्छ कि भगवानको जुन हस्तकमल छ त्यसमा होइन के हुन्छ भन्दाखेरि शङ्ख चक्र गदा र पद्म हुन्छ। आज चाहिँ हामीहरूको यहाँ चक्रको कुरा हुँदैछ होइन। जुन चक्र छ जुन चाहिँ हजारवटा आरा जुन तिखो हुन्छ नि, त्यो आराले चाहिँ त्यो चक्र चाहिँ सजिएको छ, जुन एकदमै शक्तिशाली छ, एकदमै तेज होइन, एकदमै तेजिलो र एकदम असह्य तेज भनेको सहन नसकिने तेजले युक्त छ त्यो आरा अथवा त्यो चक्र भनेर बताउँछ। त्यसको ध्यान गर्न सकिन्छ भन्ने कुरा चाहिँ यो श्लोकमा बताउँदै हुन्छ।
र विशेष गरी श्रीमद् भागवतम हामी हरेक दिन श्रवण गर्दैछौँ होइन, बताइन्छ। अनि यी कुराहरू चर्चाहरू सुन्दै गर्दाखेरि चाहिँ हामीलाई कति बुझ्न सके जस्तो, कति नबुझे जस्तो, के कसो होइन जस्तो लाग्न सक्छ। हुन त श्रीमद् भागवतमको प्रथम स्कन्धमै बताइन्छ होइन, हामीहरूको अवस्थाको बारेमा बताइन्छ होइन। हामीहरूलाई एकदम अहङ्कार, एकदम घमण्ड लाग्छ कि म नै सत्थको जस्तो लाग्छ होइन। तर हामीलाई थाहा छैन कि हामी कुन अवस्थामा छौँ अहिले होइन। अहिले जुन युग चलिरहेछ होइन, यो युगमा हाम्रो अवस्था के छ अनि बताइन्छ। प्रायेण अल्प आयुष, प्रायेण अल्प आयुष युग, प्रायेण अल्प आयुष कलावस्मिन् युगे जना मन्द सुमन्दमतयो भाग्याहि उपद्रुतः। के भन्छ, कलियुग अहिले चलिरहेको युग चाहिँ कलियुग छ होइन। एज अफ क्वारल एन्ड हिपोक्रेसी भन्छ, भनेको यो युग नै कस्तो छ, झै झगडा र कपटताको युग हो होइन। झै झगडा, जहाँ पनि कलह छ, चाहे त्यो मनभित्र होस्, चाहे घर परिवारभित्र होस्, समाजमा होस्, राष्ट्रमा होस् होइन, ब्रह्माण्ड संसारभरि नै के छ, कलह होइन। किनभने यो युग नै कलियुग हो होइन, स्वाभाविक हो, यसमा कुनै अनौठो मान्नुपर्ने कुरा पनि छैन। कलियुग हो, कलह हुनु निश्चित हो अनि कलह। अनि सधैँ अनि अर्को भनेको चाहिँ हिपोक्रेसी भनेको चाहिँ छल कपट पनि छ यो होइन। छल कपट स्वाभाविकमा होइन, कपटता भन्छ होइन, छल कपट छ यहाँ हर कोही, चाहे त्यो घरभित्रैको व्यक्ति किन नहोस् होइन, अथवा जोसुकै साथीभाइ आफन्त कुनै पनि सम्बन्ध होस्, अथवा जुनै ठाउँमा अफिस होस्, अथवा कुनै कार्यालय अथवा कुनै पनि स्थानमा होइन, के छ, कपटता होइन, छल्ने प्रवृत्ति हुन्छ होइन। कसरी हुन्छ, आफ्नो फाइदाको लागि होइन प्रयास गर्ने, आफू हुन्छ नि आफ्नो सुख अथवा आफ्नो हुन्छ नि आफ्नो खुसीको लागि, आफ्नो लागि चाहिँ प्रयास गर्ने, अरूलाई दुःख दिने, यो खालको चाहिँ अहिले के भन्छ, यो युगको विशेषता हो। र यस्तो युगमा हामीहरू छौँ जहाँ चाहिँ के भन्नुहुन्छ कि प्रायेण अल्प आयु छ। यो युगमा के छ, सबैको आयु एकदमै अल्प छ, एकदम थोरै छ अनि भन्न खोजेको कलियुगमा होइन। हुन त कुनै पनि युगमा मनुष्य जीवन त कुनै बेला पनि जान सक्छ, भर छैन, तर पनि ल बाँचे छ भने त्यति धेरै बाँच्न सकिँदैन होइन। अहिलेको हाम्रो खानपिन हेरौँ, रहनसहन, बसाइ होइन, हावा पानी सबै कुराहरू हेर्दाखेरि अनि प्रदूषणहरू कुराहरूले के देखिन्छ भन्दाखेरि होइन, हामीहरू बाँच्नुपर्ने हाम्रो हुन्छ नि आयुभन्दा पनि हामी कम नै हुन्छ नि, छिटो हुन्छ नि, छिटो शरीर छोड्नुपर्ने अवस्था छ अनि छिटो नै हुन्छ नि मान्छेहरू मरिरहेका छन् अनि केही पनि स्वास्थ्यकर चिजहरू केही पनि छैन, जसले गर्दाखेरि मान्छेको आयु हुन्छ नि एकदम छिटो होइन, 50, 60, 65मै होइन। यो यसरी अल्प आयु अझ बिस्तारै घट्दैछ आयु होइन, 50मै 40मै जाने होइन। बिस्तारै कलियुगको अन्त्यमा त 20-25 वर्षसम्म मात्रै मान्छे बाँच्छ, त्योभन्दा बढी त बाँच्नै सक्दैन भनेर भनिएको छ। त भनेको यसरी आयु अल्प आयु छ। विचार गर्नुहोस्, यस्तो अल्प आयु छ अनि जहाँ चाहिँ हामीले केही पनि गर्नु छ होइन, बाल्यकाल पनि बिताउनु छ, पढाइ लेखाइ धमाइ पनि गर्नु छ, त्यसपछि हुर्किसकेपछि होइन ब्याचलर होइन, मास्टर अथवा विदेश सबै थोक गर्नु छ। त्यसपछि होइन एउटा केही न केही हुन्छ नि ठाउँमा यसो व्यवसाय अथवा जागिरी पैसा होइन, उद्यम केही हुन्छ पैसा आउने स्रोत होइन गर्नु छ भने त्यसपछि विवाह, घर परिवार सञ्चालन होइन, छोराछोरी सन्तानहरू हुर्काउनु पर्ने होइन, उनीहरूको जिम्मा लिनुपर्ने बिस्तारै सबै कुराहरू हेर्नु त। अनि घर बनाउनु चाहियो, कसैलाई घर बनाउनु पर्ला, कसैलाई गाडी चाहिन्छ, विभिन्न सुख सुविधाहरू चाहिन्छ, यो चिज त्यो चिज होइन, अनेक सपनाहरू हुन्छ, आफ्नो सपना होइन, परिवारको सपना, अनेक चिजहरूको प्रयास होइन। अनि यसरी ऊ हुन्छ नि हरेक दिनको आवश्यकता नै पुरा गर्नलाई, आफ्नो खर्चहरू पुरा गर्नलाई होस् अनि के गर्छ, गधा जस्तै होइन पुरै काममा लाग्छ होइन। भनिन्छ श्रीमद् भागवतमै छ होइन, दिवा हे अर्थे राजन कुटुम्ब भरेन वा होइन। के भनिन्छ भने मनुष्यको कलियुगमा मनुष्यको जीवन, मान्छेको जीवन कसरी बित्छ भने दिनभर परिश्रम गरेर बित्छ, बस केवलै कुटुम्ब भरेन भनेको आफ्नो घर परिवार चलाउनलाई होइन। घर परिवार चलाउनलाई दिनभरि परिश्रम गर्नुपर्छ, चाहे अफिस आउने हो कि कतै काम गर्ने हो कि व्यवसाय गर्ने हो कि होइन, एकछिन पनि फुर्सद छैन, दिनभरि उ गर्नुपर्छ। अनि उसको समय त दिन यसरी बित्यो होइन, घर परिवारको पोषण होइन, भरण पोषणको लागि समय बित्छ। अनि रातको समय उसको बस केवल होइन व्यवहार छ होइन। व्यवहार भनेको मैथुन क्रिया होइन, मैथुन क्रिया र अनि सुत्ने होइन, निदाउने होइन, आराम गर्ने, यो दुईवटा कुराले होइन, मैथुन र अनि त्यसपछि निद्रा होइन, यति कुराले के छ उसको रात बित्छ
दिन पनि बित्यो रात पनि बित्यो भनेपछि यो मनुष्य जीवनमा जुन हुन्छ नि जुन गर्नुपर्ने कुरा छ त्यो कुरा नै उसले हुन्छ नि उसले पाउँदैन अथवा उसले सोच्नै पाउँदैन होइन उसको सोचाइमै आउँदैन कि योभन्दा पनि बाहिर मेरो जीवन हुनसक्छ है होइन कहिलेकाहीँ तीर्थधामहरू जाउँ होइन अथवा सत्सङ्गहरूमा जाउँ होइन भगवानको नाम जप गरौँ भगवानको आराधना गरौँ भक्ति गरौँ होइन भगवानलाई स्मरण गरौँ होइन भन्ने त्यो हुन्छ नि उसले त्यो परिधि जुन छ होइन त्यो चिजबाट म बाहिर निस्कनै छ त्यो सर्कलबाट बाहिर निस्कनै सक्दैन कलिको जीव होइन त्यही भएर भनिन्छ होइन अन्त यस्तो अवस्था छ होइन अनि यस्तो यति कुराहरूमै गर्दा उसको यति छोटो आयु छ अनि यति कुराहरू गर्दा गर्दै होइन जीवन चलाउँदै घर परिवार चलाउँदै उसले हुन्छ नि यति छोटो आयु उसको यतिकै सकिन्छ यो सकिन्छ होइन भर्खरै हुन्छ नि केही नगर्दै अनि केही न केही उपलब्धि हासिल नगरिकनै बस हुन्छ नि मेन्टेन गर्दै अथवा हुन्छ नि भोग गर्दै उसको समय सकिन्छ प्राय होइन तर प्राय अल्प आयु सकिन्छ अनि अर्को चाहिँ मन्द सुमन्द मात्रै हुन्छ मन्द भनेको चाहिँ मन्द सुमन्द होइन मतयो भनेको मन्द भनेको मान्छेहरूको भाग्य पनि के छ एकदमै दुर्भाग्य छ कलियुगमा अनि कलियुगमै जन्म लिएकै हामीहरू कलियुगको युग कसरी आउँछ अथवा कलियुगको हामीहरूको जन्म नै के हुन्छ होइन अनेकौँ पहिलाका युगमा अथवा पहिलाको जीवनदेखि पुरै एकदमै पापमय क्रियाकलाप गरेर होइन जब एकदमै हुन्छ दुःखको खाता धेरै हुन्छ अथवा थुप्रिन्छ त्यसपछि कलियुगमा जन्म हुने हो कलियुगमा हामीहरूको होइन हामीहरू कलियुगमा जन्मिएका छौँ अर्थ बुझ्नुपर्छ हामीहरू एकदमै गए गुज्रेको हो अथवा हामीहरूसँग अति नै धेरै हुन्छ नि के भन्छ दुर्भाग्यहरू छ होइन राम्रो हुन्छ नि नसोच्नुहोस् किनभने युगै कलियुग हो होइन अथवा हामीहरूको जीवनमा केही त्यस्तो राम्रो केही हुनेवाला छैन अन्तिममा के हुन्छ अनि दुर्भाग्य नै हुनेवाला छ हर कोहीको जीवनमा त दुर्भाग्य होइन मन्द अनि सुमन्द मतयो होइन कि अर्को भनेको चाहिँ मान्छेहरूको बुद्धि पनि एकदम कमजोर हुनेवाला छ मान्छेले सही र गलत नै छुट्याउनु सक्दैन होइन सही र गलत छुट्याउनै सक्दैन एकदमै बुद्धि एकदम कमजोर होइन एकदम एकहोरो होइन के भन्छ त्यो लाटो जस्तो होइन एकदमै उसले हुन्छ नि म के गरिरहेको छु किन गरिरहेको छु भन्ने पनि सोच्न सक्दैन जीवन के हो भन्ने पनि बुझ्न सक्दैन होइन एकदम मन्द तरिकाले चलिरहेको हुन्छ होइन अनि हि उपद्रुता भन्छ होइन मन्द सुमन्द मतयो मन्द भाग्य हि उपद्रुता भन्छ अर्को चाहिँ ऊ अल्छी पनि हुन्छ कलियुगमा होइन उसको हुन्छ रहनसहन बसाइ सबै कुराहरू एकदम अल्छीपन हुन्छ होइन ऊ हुन्छ नि राति पनि सुत्छ दिउँसो पनि सुत्न आउँछ होइन समय पायो भने होइन यति अल्छी छ होइन जहाँ पनि भन्छ नि उसलाई चाहिँ शरीर खै कलियुगमा खै के कलियुगकै प्रभाव हो कि के हो होइन अब सबै हुन्छ नि मौसमदेखि लिएर अथवा खानपिनदेखि लिएर सबै कुराहरू अनि त्यस्तै हुन्छ अनि उसलाई के हुन्छ ऊ चाहिँ एकदम अल्छी हुन्छ अनि उपद्रुता भनेको चाहिँ ऊ चाहिँ एकदमै विचलित हुन्छ अनि एकदम विचलित हुन्छ होइन शान्त नै रहन सक्दैन कलियुगमा होइन किन हुँदैन किनभने उसको बाहिरको वातावरण जुन छ अथवा समाज अथवा जुन सभ्यता छ सबै कुराहरू एकदम रजोगुणमा दौडिरहेको छ होइन सबैलाई अब यहाँ हुन्छ नि आफ्नो गाडी भएन आफ्नो राम्रो घर भएन आफ्नो ब्याङ्क ब्यालेन्स भएन अथवा आफूले पनि राम्रो लाउन सकेन होइन राम्रो सजिन सकेन राम्रो खान सकेन होइन राम्रोसँग हुन्छ नि गर्न सकेन भने किनभने संसारले त्यही गरिरहन्छ त्यसैको पछि रजोगुणको होइन रजोगुणको प्रभावले त्यही कुराहरू हुन्छ नि को लागि दौडिरहेको हुन्छ होइन अनेक चिजहरू जम्मा गर्ने होइन अनावश्यक चिजहरू होस् कि आवश्यक होस् कि होइन अनेक सुविधाहरूको नाममा होइन अनेक चिजहरूको दौडधुपमा अनि लागिरहेको समाज सभ्यता छ अनि त्यसमा आफू पनि मिल्नु पऱ्यो आफू त्यसमा जुझ्न सकेन होइन त्यही अनुसारले सँगसँगै जान सकेन त आफू एकदमै पिछडिएको अथवा आफू एकदम हेटिएको आफू एकदम सानो भएको त्यसरी महसुस गर्छ अनि मान्छे आफू सानो हुनै चाहन्न आफ्नो अहङ्कारको कारणले गर्दाखेरि होइन आफू पनि के हुन्छ अरूको जत्तिकै अथवा अरूभन्दा अगाडि बढ्न चाहन्छ अनि तल बस्न चाहन्न होइन किन मनुष्य जीवनको उद्देश्य थाहा छैन अनि त्यसपछि अब मान्छेहरू यही हुन्छ नि प्रतिस्पर्धा दौडधुपमा होइन लाग्न परेका हुन्छन् यो पनि दुर्भाग्य होइन किन यस्तो हुन्छ किनभने मान्छेको यो कलियुगमा मान्छेको मन विचलित छ एकदम विचलित होइन सानो कुराले विचलित गर्छ धेरै ठुलो कुरो पनि चाहिँदैन होइन अनि ठुलो कुरो भए त उसले जीवनभर बिर्सन सक्दैन होइन त यस्तो मन विचलित छ यो सबै कलियुगको प्रभाव हो अनि यो अवस्थाको जीवलाई चाहिँ उद्धार गर्नलाई चाहिँ कलियुगमा होइन विशेष गरी जस्तो द्वापर युगमा त भगवान् श्रीकृष्ण स्वयं आउनुभयो तर कलियुगमा स्वयं होइन भगवान् श्रीकृष्ण जब फर्किनुहुन्छ धाममा त्यसपछि स्वयं श्रीमद् भागवतको रूपमा भगवान्ले के हुन्छ अवतार लिनुहुन्छ होइन श्रीमद् होइन कलौ दृश्य साम
पुराणहरूको अधुनोदिता भन्छ होइन कि कलियुगमा के हुन्छ होइन भगवान्ले अवतार केमा लिनुहुन्छ श्रीमद् भागवतममा लिनुहुन्छ र अनि यदि यो श्रीमद् भागवत हामी श्रवण गर्छौँ भने अथवा पढ्छौँ भने निरन्तर गर्छौँ भने हिजो भने जस्तै अनि यसले के गर्छ हामीको अहिले जति कुराहरू बताइयो यो कलियुगको प्रभाव सबैलाई निस्तेज गरिदिन्छ सबैलाई निर्मूल गरिदिन्छ अनि यो चिजहरूको प्रभावमा ऊ रहँदैन उसको भाग्य बलियो हुन्छ ऊ अल्छी हुँदैन होइन उसको आयु बढ्छ अनि श्रीमद् भागवतमको यदि श्रवण अध्ययन गर्छ भने उसको आयु बढ्छ तक्षण होइन अनि उसको मन विचलित हुँदैन होइन ऊ भौतिक हुन्छ नि चिजहरूको प्रभावमा पर्दैन अनेक कुराहरूबाट ऊ चाहिँ के हुन्छ निर्मूल हुन्छ उसको जीवन अनि ऊ त्यसमा निवारण हुन्छ अनि उसको जीवन एकदमै अनि त्यसपछि शान्त सुखी र आनन्दको जीवन बित्न थाल्छ यदि श्रीमद् भागवतमको सार लियो भने अनि त्यही भएर हामीहरू हरेक दिन भागवतम श्रवण गर्दैछौँ होइन अथवा अध्ययन पनि गर्नुपर्छ श्रीमद् भागवतम भन्ने कुरा चाहिँ हो जहाँ चाहिँ भगवान्को र भक्तहरूको चर्चाहरू गरिएको छ अनि विभिन्न प्रसङ्गहरू आउँछ होइन श्रीमद् भागवतममा जहाँ चाहिँ हामीलाई साँच्चीकै त्यो प्रेरणा मिल्छ अथवा त्यो उत्साह मिल्छ भक्तिमा अगाडि बढ्नको लागि र जुन श्लोका छ आजकोमा पनि त्यहाँ यही कुराहरू बताइन्छ कि भगवान्को बारेमा बताइँदैछ होइन भगवान्को के भन्नुहुन्छ 4 हातहरूमा ध्यान गर्नुपर्दछ होइन भगवान्को 4वटा हातहरूलाई चाहिँ जुन हस्त छन् 4वटा कमल यसलाई चाहिँ कसरी लिन्छ भगवान् भन्दा यो चाहिँ एकदम सम्पूर्ण क्रियाकलापहरू होइन जस्तो यो भौतिक संसारमा जे पनि विधि विधानहरू जे पनि व्यवस्था छ त्यो सबै व्यवस्थाहरूको सञ्चालन चाहिँ भगवान्को त्यो हस्तकमलमा द्वारा गरिन्छ अथवा हस्तकमलको जो देवताहरू छन् होइन त्यो देवताहरू यो भौतिक संसार चलाउने नै देवी देवताहरू होइन र देवताहरू भगवान् स्वयं साक्षात् होइन भगवान् परमेश्वर होइन परम नियन्त्रक परम स्वामी हुनुहुन्छ केवल भगवान् श्रीकृष्ण अनि अरू भगवान्को विभिन्न अवतारहरू हुनसक्छ होइन भगवान् स्वयं नै हुन्छ फरक केही छैन होइन राम हुनुहोला अथवा नारायण हुनुहोला होइन अरू जति बराह हुनुहोला नरसिंहदेव हुनुहोला लगायत जति पनि भगवान्को होइन जति पनि छन् सबै के हुन् भगवान्को विस्तार मात्रै हुन् होइन भगवान् स्वयं साक्षात् भगवान् हुन्छ तर अरू जो जति पनि छन् देवी देवताहरू उहाँहरू सबै चाहिँ भगवान्को अंशहरू होइन यदि चाहन्छ कला हुन्छ कृष्णस्तु भगवान् स्वयं होइन कि भगवान् त केवल कृष्ण हुनुहुन्छ होइन अरू चाहिँ सबै के हुन् सेवकहरू अथवा यो भौतिक संसारको व्यवस्थापन जुन छ राज्य व्यवस्था जस्तो होइन जस्तै एउटा देश चलाउन लागि हुन्छ विभिन्न मन्त्रीहरू अनि विभिन्न संसदहरू विभिन्न कार्यालयहरू हुन्छ त्यस्तै गरिकन यो संसार चलाउनलाई चाहिँ भगवान्कै त्यो हस्तकमलद्वारा त्यहाँ चाहिँ शक्ति छ र त्यो त्यहाँबाट शक्ति प्राप्त गरेर चाहिँ देवी देवताहरूले के गर्छन् यो संसारको व्यवस्थापन चलाउँछन् जस्तो इन्द्रदेवले होइन वर्षात होइन रेन गर्ने होइन वर्षातको हेर्नु होला होइन वायुदेवले होइन वायुको हेर्नु होला होइन वरुणदेवले जलको हेर्नु होला चन्द्रदेवले चन्द्रमाको होइन सूर्यदेवले सूर्यको होइन लक्ष्मीजीले लक्ष्मी होइन धनको होइन यस्तै गरिकन सबैले चाहिँ के गर्छ विभिन्न धेरै होइन 33 करोड होइन 33 कोटी पनि हुन्छ 33 करोड पनि हुन्छ 33 कोटी भनेको 33 प्रकारको 33 करोड भनेको 33 करोड नै अनि देवी देवताहरूले चाहिँ के गर्छ यो व्यवस्था चलाउने होइन अनि यस भौतिक संसारको व्यवस्था चलाउँदा जस्तै कहिले काहीँ के हुन्छ नि कि अनि स्वयं भगवान्बाट नै उनीहरूले शक्ति पाउने हो अथवा भगवान्बाटै सम्पूर्ण कुराहरू पाउने हो होइन त यो भौतिक संसारमा कहिले काहीँ के देखिन्छ भने मानिसहरू देवी देवताको पूजामा अलिक आकर्षित भएको देखिन्छ किनभने वेदहरूमा बनिन्छ होइन विशेष गरी यदि भौतिक लाभ पाउनु छ भने भौतिक इच्छा भौतिक सुख अथवा भौतिक कुराहरू पाउनु छ भने देवी देवताहरूको होइन अथवा कर्मकाण्डीय विधिद्वारा देवी देवताहरूको उपासना गर्नु भनेर बताइन्छ कर्मकाण्ड गर्नु अथवा देवी देवताको उपासना गर्नु भनेर बताइन्छ अनि जसले गर्दा चाहिँ मान्छेहरू अनि त्यो वेदको वचन सुनेर के गर्छन् जो अलि विद्वानहरू उनीहरू चाहिँ त्यही कुरामा आकर्षित हुन्छन् अनि उनीहरूले नै के गर्छन् अनि संसारमा अथवा समाजमा मानव समाजमा त्यही कुराको प्रचार प्रसार गरिदिन्छन् अनि जसले गर्दाखेरि हामी जो होइन वेद नपढेको शास्त्र नपढेको अथवा केही नजानेकोले पनि अब सुनेको आधारमा होइन अरूले गरेको आधारमा के गर्छौँ त्यसलाई अप्नाएर देवी देवताको पूजामा चाहिँ मन लाएर गरिरहेको देखिन्छ विशेष गरी नेपाली समाजमा है मन लाएर जीवन नै समर्पण गरे जस्तै गरिकन होइन तर यति बुझ्नुपर्छ कि होइन शास्त्रमा बताइन्छ कि उहाँहरू भगवान्को सेवक हो अनि उहाँहरूले वरदान दिनुहुन्छ बस केवल भगवान्बाट प्राप्त गरेर दिनुहुन्छ अनि उनीहरूको उपासना गर्नाले भौतिक लाभ किन प्राप्त हुन्छ किनभने ती देवी देवताहरूलाई त्यो शक्ति मिल्छ यदि हामीले उपासना गऱ्यौँ भक्ति गऱ्यौँ भने उनीहरूलाई
शक्ति मिल्छ, त्यही स्वार्थको कारणले गर्दाखेरि के गर्छन् देवी देवताहरूले कुनै पनि होइन राम्रो नराम्रो नहेरिकन होइन जे पनि दिइदिन्छन् होइन। जस्तो कि जे पनि होइन उसलाई भलाइ हुन्छ कि हुँदैन होइन राम्रो हुन्छ कि हुँदैन यो कुराले केही पनि नहेरिकन यो होइन यस्तो दिने गर्दछन्। तर भगवान् भनेको के हुन्छ भगवान्ले चाहिँ हेर्नुहुन्छ कसलाई के दिने के गर्दा चाहिँ उसलाई होइन यो भौतिक संसारमा ऊ फस्दैन यो बन्धनमा फस्दैन हेरेर चाहिँ दिनुहुन्छ भगवान्ले होइन एकदमै विचार गरेर। किनभने एउटा आफ्नो छोरालाई होइन जस्तो बाबुआमाले अनि जे पनि अथवा जस्तो पनि गर्न दिँदैन होइन चाहिने कुरा अथवा असल कुराहरू मात्रै गराउँछ। त्यस्तै भगवान् पनि हाम्रो मातापिता स्वयं होइन अभिभावक हुनुहुन्छ र देवी देवताहरू भनेको बाहिरको व्यक्ति जस्तै हो। जसलाई पैसा दियो भने जे पनि किन्न मिल्छ त्यस्तै होइन त्यस्तै व्यक्तिहरू हो भनेर यहाँ बुझ्न सकिन्छ। र देवताहरूको शक्तिको स्रोत चाहिँ भगवान्को हात हो। अनि अर्को चाहिँ अनि भगवान्को शरीरमा एकदमै हुन्छ नि के भन्छ आभूषणहरू गरगहनाहरूले हुन्छ नि भगवान् सजिनु भएको हुन्छ होइन। हामीहरू यो संसारमा पनि के गर्छौँ विभिन्न गरगहना अथवा विभिन्न चिजहरू पहिरिन्छौँ ताकि हुन्छ म सुन्दर देखिउँ भनेर गर्छौँ। तर यस्तो बताइन्छ भगवान्को गहनाहरू आभूषणहरू आफैमा सुन्दर छन् तर त्यो सुन्दरता कहाँबाट आउँछ भन्दाखेरि भगवान्को शरीरको कारणले गर्दाखेरि आउँछ। अनि गहनाहरू सुन्दर भएर हामी सुन्दर होइन बन्छौँ तर भगवान्को चाहिँ के हुन्छ भगवान् यति सुन्दर हुन्छ कि त्यो गहना नै सुन्दर हुन जान्छ होइन त्यो गहनाको शोभा बढ्छ भनेर पनि भनिन्छ। अनि अर्को चाहिँ भगवान्को जो मन्दर पर्वत हुन्छ होइन जुन समुद्र मन्थन गर्दाखेरि जुन मन्दराचल जुन पर्वत थियो होइन जब देवी देवताहरू र दानवहरू बिचको होइन सङ्घर्ष गरेर समुद्र मन्थन हुन्छ। समुद्र मन्थन हुँदाखेरि चाहिँ जस्तो कि मै मत्दाखेरि जुन के भन्छ त्यो होइन घर पानी मथानी र बिचमा एउटा जुन काठ हुन्छ होइन त्यो काठको रूपमा चाहिँ केलाई प्रयोग गरिन्छ होइन मन्दराचल पर्वत एकदम विशाल पर्वत ठुलो पहाड प्रयोग गरिन्छ। अनि त्यो डोरीको रूपमा चाहिँ वासुकी होइन जो वासुकी सर्प होइन वासुकी देवलाई चाहिँ प्रयोग गरिन्छ। अनि यसरी के गरिन्छ यसरी चाहिँ अनि समुद्र मन्थन भएको हुन्छ। र स्वयं यो बेला चाहिँ भगवान्ले के हुन्छ त्यो डोरी त्यो काठको रूपमा चाहिँ भगवान् स्वयं भन्छ नि कछुवा होइन कछुवा होइन कुरुमा अवतारमा चाहिँ उहाँले के हुन्छ अवतार लिनुभएको हुन्छ। यो प्रसङ्गहरू आउँछ होइन। त भगवान्को शरीर होइन त्यो गर्दाखेरि चाहिँ ढाड रगडिएको हुन्छ यो जुन मथानीले होइन त्यो डोरीले गर्दाखेरि चाहिँ मत्दाखेरि अनि त्यो रगडिएको चाहिँ स्मरण होइन भगवान्को लीलाको यसरी स्मरण गरिदिन्छ भनेर पनि भन्नुहुन्छ होइन। त्यस्तै गर्न भगवान्को जुन अब अघि भने जस्तै हातमा जुन राजहंस तुल्य देखिने होइन राजहंस जस्तो देखिने एकदम सुन्दर होइन के छ शङ्खको कुरा पनि आउँदैछ। शङ्खको पनि ध्यान गर्नुपर्दछ भनेर चाहिँ यो प्रसङ्गमा बताइन्छ। त भगवान्को ध्यान अब हरेक दिन भने जस्तै हामी यसरी यो जति पनि वर्णन छ हामीले बस भगवान्को मन्दिरमा आएर अर्को दर्शन गऱ्यो भने यो सजिलै सम्भव छ होइन यो एकदम सजिलो होइन। अनि विशेष गरी हामीहरूको कलियुगमा चाहिँ अघि भने जस्तो कलियुगको यो प्रभावमा यस्तो अवस्थामा चाहिँ यदि हामीले भगवान्को नजिक जानु किन हामीको बुद्धि भाग्य अथवा क्षमता शक्ति होइन सबै कुराहरू एकदम कमजोर छ। त्यस कारण एकदम त्यसको लागि चाहिँ एकदम शक्तिशाली अस्त्र भनेको के हो कलियुगमा भगवान्को नाम जप गर्ने अनि भगवान्को नाम जुन छ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे यो मन्त्र यो भगवान्को नाम जप गर्ने चाहिँ यो एकदम बलियो अस्त्र हो। हुन त दुर्भाग्य हामीहरूको होइन चैतन्य महाप्रभुले भन्छ होइन दुर्दैवम यहाँ जानी अनुराग के छ मेरो कलियुगको मेरो यस्तो हालत छ कि यो नाममा पनि मलाई रुचि छैन नाम पनि जप्न सक्दिनँ म होइन एकैछिन अल्छी लाग्छ मन यस्तो विचलित छ यति अथवा शरीर यस्तो हुन्छ नि ग्रसित छ होइन अथवा मन यस्तो विचलित छ यति दुःखी छ अथवा यति हुन्छ नि अस्तव्यस्त छ चञ्चल छ कि यो नाम जप्न पनि दिँदैन। अनि शरीर थाक्यो शरीरमा आलस्य आयो भन्ने जस्तो लाग्छ तर त्यो शरीरभन्दा पनि बढी थाकेको त मन छ मनमा उत्साह नै छैन अनि भगवान्को नाम जप्ने उत्साह नै छैन भगवान्को भक्ति गर्ने उत्साह नै छैन भगवान्को सेवा गर्ने उत्साह नै छैन। अनि बाहना निद्राको शरीर थकानको होइन अन्य कुराहरू आउँछ नै होइन। तर वास्तवमा यदि मन थकी छैन भने मन उत्साही छ
मैले भगवान्को नाम जप गर्छु भन्ने त्यो हुन्छ नि, अथवा मैले अरू केले गर्न सक्छु र भगवान्को लागि, अरू कुराहरू भन्दा पनि होइन कलियुगमा भगवान्को नाम जप गर्दा यो मेरो बलियो अस्त्र साधन भनेको सत्व भनेको मेरो यही हो होइन। म यसलाई चाहिँ प्राथमिकता दिएर मैले कसरी हुन्छ भगवान्को नाम चाहिँ ध्यानपूर्वक जप गर्नुपर्छ हरेक दिन होइन। भगवान्को नाम कुनै एउटा हुन्छ नि, कुनै 2 माला 4 माला 8 10 माला 16 माला सक्नलाई होइन, सङ्ख्यापूर्वक नाम त जप गर्नुपर्छ आचार्यले बताउनुहुन्छ। तर हामीको जप भनेको होइन त्यो सङ्ख्या पनि अधिक हुने, अधिक होइन अत्याधिक, जति हुन्छ धेरै नाम जप गर्ने, जति हुन्छ धेरै ध्यानपूर्वक जप गर्ने, जति हुन्छ भगवान्को नाममा होइन एउटा श्रद्धा अथवा भगवान्सँगको सम्बन्ध अनि यो कलियुगको प्रभाव होइन सबै कुराहरूको निर्मूल चाहिँ त्यही भगवान्को नाम जपबाट हुन्छ। र हाम्रो भक्तिको प्रारम्भ पनि त्यही नाम जपबाटै हुन्छ। जति धेरै जति ध्यानपूर्वक जति गम्भीर भएर हामी नाम जप गर्छौँ त्यति नै हामी के गर्न सक्छौँ भगवान्सँग अनि भगवान्को नजिक जान सक्छौँ, भगवान्लाई अनुभव गर्न सक्छौँ। त्यो कलियुगमा हामीले भगवान्को नाम चाहिँ एकदमै ध्यानपूर्वक जप गर्ने कोसिस गरौँ, प्रार्थना गरौँ। नाम जपमा चाहिँ कम्तीमा अरू धेरै कुराहरू गर्न नसके पनि कम्ती नाम जपलाई चाहिँ सुधारौँ, नाम जपमा चाहिँ आफूलाई हुन्छ नि मन लगाएर गरौँ। किनभने नाम जपबाटै के हुन्छ अरू कुराहरू अरू सेवाहरू सुरु हुन्छ, अरू सबै कुराहरू स्वतः आफै हुन थाल्छ होइन। नाम जपबाट होइन यो कुराहरू हुन थाल्छ अनि नाम जपबाटै हामीलाई हुन्छ नि शास्त्र पढ्न मन लाग्छ होइन, नाम जपबाटै सेवा गर्न मन लाग्छ। हामीले नाम जपमै हुन्छ नि भगवान्को सेवा मागिरहेका हुन्छौँ, तर नाम जपमा सेवा मागिरहेका हुन्छौँ, त्यो सेवाको अवसर है प्राप्त हुन्छ र सेवा गर्ने विश्वास जागर पनि हुन्छ है त। यति मात्रै गरौँ। भरतराज श्रीमद् भागवतम की जय, श्रील प्रभुपाद की जय, निताई गौर प्रेमानंद हरे बोल। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण।